नेपालको यसो स्थिति हेरेको साह्रो विरक्त लाग्यो है। चिया पसल खोल्यो 2 जना चिया खान आउँछ, 6 जनाको कुरा काट्छ भनेको। अनि 6 जना बस्छ, 6 वटा चिया खान्छ, 3 घण्टा अर्काको कुरा काट्छ यार। अनि यहाँ आज नगद भोलि उधारो भनेर लेखेर राखेको छ नि, जुर्को एउटा कति भयो लेखेर राख्नु भन्छ त। अझै होइ अब जम्मा 60 रुपियाँको चिया खाएकोलाई कुटेर 30,000 तिर्ने कुरो भएन। भोलि दिन्छ भन्यो फर्केर आउँदैन। मान्छे त ठिकै थियो। आजल त आधासीज्यू है त्यो चिया पकाउँदा अलिअलि दुधहरू छिटेर गएको हुन्छ नि, झिङ्गा जम्मा भएर लामखुट्टेको कुरा काटिरहेको छ। मान्छेले त कुरा काट्यो के झिङ्गाले लामखुट्टे कुरा काट्यो के भन्ने। झिङ्गाले के भन्छ? आजल त यो बालेन साले ढाल भत्काइदिएपछि लामखुट्टेको नि बिजोग भएको छ, खुच्चिम अनि एक दिन यसो सुनेको कक्रोच हुँदैन, कक्रोच आएर मुसाको कुरा काटिरहेको छ। के भन्छ भनेर सुनेको त, यो सहर सफा पारेपछि त मुसाको पनि बिजोग भयो। पहिला पो सडकमा फोहोर थुपारेर राख्थ्यो, मुसा रातभरि खान्थ्यो, रजाइ गर्थ्यो। आजकल फोहोर राख्दैन, खान्छ मुसाले भन्छ। अनि यो मुसाको लामखुट्टेको झिङ्गाको कुरा सुनेर बस्नुभन्दा मलाई सिटी एक्सप्रेसबाट फोन पनि आयो। अहिले हेर, सबै नेपाली स्टुडेन्ट विदेशमा, कलाकार विदेश, यो अहिले टिकटक बन्द भयो नि, सबै बेरोजगार भएर विदेश गयो। पैसा पठाउने कहाँबाट? सिटी एक्सप्रेसबाट। अनि त्यहाँबाट अहिले ड्राइभर विदेश, चालक विदेश, व्यापारी विदेश, तरकारी पसले विदेश, त्यो बाइक बनाउने ग्यारेजको विदेश, त्यो बाटो पिच गर्ने विदेश, हम्बर हान्ने विदेश, बिहे गर्यो 3 दिनपछि बुढी छोडेर त्यो पनि विदेश। सबै विदेश गएपछि के चिया बेच्नु भनेर सिधै सिटी एक्सप्रेसमा मिटिङ हानेर मैले काउन्टर खोल्यो। अब हाउडे